के गर्यौं भनेर सोधेपछि नेपाली शिक्षकले व्याकरण सोध्ने भनेपछि सधैँ जङ्क फुड ल्याउनेले एक दिन हेल्दी फुड ल्याएपछि कक्षाको ठाउँमा केटा र केटीको झगडा पर्दा म्याथ टिचरले एउटै क्वेसन 10 पटक गरेर आऊ भनेपछि क्लासमा टिचरले सर्ट ट्रिप जाने कुरा सुनाएपछि एक्जाम नजिकिँदै गर्दा मम्मीले के हुँदैन मोबाइल लैन भनेपछि म तिमी बिना एकछिन पनि बाँच्न सक्दिनँ। पढ्न बस्दा झरी मोबाइल एड आएपछि एक्जामको अघिल्लो रात एक्जामको बेला केही लेख्न नआएपछि साथीलाई नजानेको क्वेसनको एन्सर देखाउँ भन्दा